साथीहरू सबैलाई ह्याप्पी दसैँ। हामीहरू चाहिँ अब दसैँको बिहानै नुहायौँ होइन, नुहाएपछि चाहिँ अब काम गर्नु पऱ्यो नि त यताउता। अनि त्यही भएर हामीहरू चाहिँ जाँदैछौँ दुबर पाती टिप्न, ढोकामा टिका सिका लगाउनु पऱ्यो होइन। अनि त्यसपछि पहिला ढोका सोकालाई लगाएपछि बल्ल आफ्नो निधारमा टिका लगाउने हो। अनि हामीहरू चाहिँ जाँदैछौँ। हो त्यो चाहिँ मेरो बहिनी मोटो कहाँ जाँदैछ जाँदैछौँ। अनि त्यसपछि यस्तै हो जिन्दगीको गोरेटोमा। को के हो तँलाई त भन्ने हिरो फुटिन्छ क्या यो केटो। हामी गाईहरू आज हामी दसैँमा ठुलोमाको घर जाँदै लाई चाहिँ नआऊ भनेको हाम्रो पछि पछि खै किन आउँछन्, पछि पछि आछन्। पिर जातिनीहरूलाई गएर पिट। हाम्रो भाइ दुईटालाई सुल्ट्याउन गयो। यिनीहरू हाम्रो पछि पछि आछन्, अघि आएको छैन भने यिनीहरू ठग्गनीहरू। हामीहरू चाहिँ दुबो र पाती लिन आएको है साथीहरू। हे भगवान् यहाँबाट जाने ठाउँ छैन, तिमी कता पसेको यार। हामीहरू चाहिँ अर्का घरभित्र चोर्न पसेको ल। ए गोबर लिन आएको। नमस्ते गाई हजुर। गाई है छ है यहाँ गोरु गाउँमै छैन नाच। यिनीहरू चाहिँ यस्तरी हामीलाई म चाहिँ यही हो है हाँस दिन्छु भन्ने। उहाँ म्याडम जी चाहिँ गोबर लग्दै हुनुहुन्छ गाईको। कस्तो गिलो राम्ररी टिप्न कस्तो घिनमाने जस्तो गरिसकेर स्वाट्ट लग्ने हो कि गाठी। अनि गोबरकोलाई घिन लाग्दैन? गोबर घिन लाग्छ? नाइ मलाई गोबर केही लाग्दैन। मैले त सानोमा नानीलाई उहाँ चाहिँ गाई माता हुनुभयो, उहाँ चाहिँ हाम्रो मोटी माता हुनुभयो। चाउचाउ खाइछ दसैँभन्दा अगाडि पापिनी पक्तालाई पक लाग्छ। छिटो आ भएन यो फुल चिउरी फुल हो। मेहन्दी लाउँछ नि यसको पातको, कस्तो दामी हुन्छ। फर्किँदैछौँ अब दुबो पाती टिप्न जानुपर्ने छ गाइजहरू। के गर्नु लागेको छ पानी? होइन बा ओइ पापी यो बग लाग्यो के गर्छ कि छिटो गरौँ भनिरहेको छु। नुन गर्न आयो क्या अलि त टाढा नछ फेरि म फालिदिन्छु नालीमा। अहिले नालीमा त नै यो के हो यो हेलो गाइस साइड प्लिज। यहाँ त अँधेरो छ त बत्ती बाल्न उसको नानी बत्ती बाल त यसको बत्ती बाल्न यहाँ यस्तो छ है हामीहरूको त्यस्तो खतरा भएको छ त जमरा है। काट भिडियो ढोकामा उ गर्नु पर्यो क्या। यमुना यस्तै गरेर हो कति अलिकति यत्रो किलो हो खस्यो है। मैले यस्तो गर्दै ढाक्क पारेर ल लगा त अहिले यसको काम फेरि अलिअलि हाल्दै भइहाल्छ। ओके फाइनल हो गया रे। फाल यो के हो पातमा के बल्ल भयो गोलो। फेरि यहाँ गोलो, यहाँ त राम्रो गोलो भन्छ यस्तोमा कसरी लाउने क्या। मजाले गोलो यति डल्लो लिएर थपक्क पार्ने हो। गोबरको डल्लो चाहिँ माथि जेठा हजुरबाको घर जाँदैछौँ होइन दसैँमा। यस्तो छ जिन्दगी नि। अनि त्यसपछि यस्तै हो यिनीहरू सबै नानी भयो यमुना यो अङ्कल आन्टी पछाडि छ। अनि त्यसपछि यहाँ छौँ हाम्रो जेठा हजुरबाको घरमा आइपुग्यौँ फाइनल्ली।
कि यस्तो छ है गाउँघर ट्याक्क हाम्रो चाहिँ सजुवार हजुर नमस्ते केही थाहा छैन नि त मलाई सामान कान्छा लाउनुहोस् त भिडियो बनाइदिनुहोस् टिका अब यहाँ टिका लगाएको यहाँबाट पनि गाइदिन्छ अझ सुरुमा त यिनी लक्ष्मीलाई हो गरेर लाउने अब यिनीलाई हो खास सानी ठ्याक्क हामीहरू जस्तै टिका लगाएर बसिरहेका छौँ हामीहरूले टिका सिका लगाएर अहिले बच्चा बच्चा हुन्छ र उहाँ यमुना पनि खाँदै हुनुहुन्छ अहिले खान्छ उहाँ झन् मेन देख्नु पऱ्यो नि त हामीहरू टिका लगाएर घर जाँदैछौँ लगाइस यता सबै ह्याक्क पारेर यस्तै हो जिन्दगीको घर जान आधी घन्टा हिँड्नुपर्छ यस्तो छ बाटो कचेङ कुचुङ कचेङ कुचुङ कचेङ कुचुङ टाइपको अब स्कुटर पनि ल्याएन मैले अब आफै कसरी जाने भन्ने हो जिन्दगीको गोरेटोमा यस्तै हो त के गर्नु पारी बहिनीहरू तल छन्